पोल्छ त्यसो त ओ शिट यस्तो के गर्नुपर्ने हो गाइस यसलाई चाहिँ तेलले सो साथीहरू ओ के हो डरसरी पार्छ त यो केलाई राख्छु भोलिको लागि यो चाहिँ सब्जी यो खाए हैन बनाएर खाएको झनै खाइसकेछु सो हेलो गाइस नमस्ते अनि खम्री म हजुर सबैजनालाई फेरि पनि हजुरलाई मेरो युट्युब च्यानलमा स्वागत छ मेरो च्यानलको नाम चाहिँ हो किनु ब्लग्स हजुरहरूले हेर्नु भएको छैन भने चाहिँ गएर हेर्न सक्नुहुनेछ अनि म चाहिँ अब डेली ब्लग भन्दा पनि अब हुन्छ नि अब कहिले कहिले भन्दा पनि अब विकली वान्स दुईटा हैन एक हप्तामा दुईटा एउटा लाउने कोसिस गर्दैछु हैन अन्त आज चाहिँ मेरो छुट्टी थियो अनि त्यही भएर चाहिँ आज दिउँसो सबै कामसाम गरिसकेर चाहिँ म यहाँ छतमा आइरहेको छु है अनि छतमा चाहिँ यति बिना लुगा सुकाइरहेको छ अहिले चाहिँ अन्त अघि मेरो पनि यहाँनिर थियो मैले चाहिँ लगेर गएँ किनभने अघि चाहिँ पानी आएको थियो साथीहरू हैन अन्त त्यही भएर चाहिँ मैले लगेर गएँ हो अन्त अहिले चाहिँ म यता दिदीसँग बसेछु नि त अनि त्यही भएर चाहिँ हामी यहाँको चाहिँ भ्यूहरू चाहिँ एकदम राम्रो छ साथीहरू यहीँ नै टावर छ टावरै त होला यो यहीँ टावर छ हो अन्त यतातिरको चाहिँ यस्तो छ भ्यूहरू चाहिँ समसुन र पालेको भ्यूज यहाँनिर चाहिँ यस्तो छ है अनि यता पनि राम्रो छ तर यो चाहिँ अपार्टमेन्ट होला के अपार्टमेन्ट भन्दै थियो यो चाहिँ अनि त्योहरू पनि अपार्टमेन्ट नै होला हो यता चाहिँ अब रुमहरूमै दिएको रहेछ है अन्त त्यही हो साथीहरू अनि यस्तो छ जिन्दगी हप्तामा अब एक दिन छुट्टी हुन्छ हैन घुम्न त म कहाँ पनि जान्दिनँ किनभने मेरो साथीहरू पनि छैन नि त अनि एकजना छ टाढो छ त्यो चाहिँ हैन अनि त्यसको फेरि छुट्टी मिल्दैन नि त मेरो र त्यसको कहिले पनि अनि त्यसको मङ्गलबार हुन्छ भने मेरो बुधबार हुन्छ अनि त्यही भएर छुट्टी मिल्दैन अनि एकजना थियो यहीँ नै मेरो छेउमै साथी त्यो चाहिँ घर गएको छौ है तिमीहरूलाई मैले धेरै मिस गर्दैछु मेरो ब्लग हेर्छस् भने चाहिँ सुस्मिता राई नौइलालाई चाहिँ अब धेरै मिस गरिरहेको छु अन्त अब म पनि अलिक 2-3 महिना बादमा घर जाँदैछु त्यतिखेर म भेटिहाल्छु सबैजनालाई भन्दा नि नौइला त यतै चाहिँ सायद भेट्छु होला बिचमा एकखेप हैन अब हेर्दै जाउँ के कस्तो हुन्छ अनि म चाहिँ अहिले नआएको अहिले चाहिँ घाम चाहिँ छैन 5 बजिसक्यो नि त तर अनि घाम चाहिँ छैन दिउँसो चाहिँ अलिअलि घाम लाग्ला जस्तो भएको थियो अहिले चाहिँ यतिकै छ अन्त यो लुगाहरू सुकिसकेको थियो उठाएन रहेछ फेरि भिजेर त्यतिकै भयो म चाहिँ हतार पतार आएर उठाइहालेँ मेरो चाहिँ हैन जितिहालेँ नभए त भिजिहाल्थेँ नि साथीहरू हैन यसो चाहिँ यहाँको चाहिँ भ्यू चाहिँ एकदम राम्रो लाग्छ मलाई चाहिँ हैन यता एकदम राम्रो छ अनि यहाँनिर चाहिँ छतमा चाहिँ केही पनि लागेको छैन नि त अनि चाहिँ यहाँबाट नागिदिन्छु म त ल यसलाई त नागिदिन्छु म त यसरी गरेर यसरी अनि यहाँ छतमा चाहिँ केही पनि लागेको छैन नि त यत्रो पानी आयो हिजो पनि हैन यति डेन्जर पानी आएको यहाँबाट सबै कुलो बगेर चाहिँ यहाँबाट उँधो जाँदो रहेछ साथीहरू हैन यहाँबाट चाहिँ सुलुलु अब यत्रोबाटै अनि हामी चाहिँ तल ग्राउन्ड फ्लोरमै छौँ नि त लास्टमा अन्त सबै पानीहरू जाँदो रहेछ यहाँको पनि हैन अन्त त्यहाँबाट चाहिँ अब हामीले यसो चप्पलहरू राखेको थियौँ बाहिर हैन बाहिर राख्छौँ नि त अनि त्यो चप्पलहरूलाई त बगाएर त अलिक तल पुर्याएछ उताबाट अनि हामी चाहिँ उयो धन्न दिदीले चाहिँ जेप्टो कि जोमेटोबाट के मगाएको रहेछ अनि त्यति बेला पो देखेको नभए चाहिँ हाम्रो चप्पल चाहिँ लक थियो उँधै अन्त त्यहाँदेखि चाहिँ हामीले चाहिँ पानी सानी खेल्यौँ हो अन्त चाहिँ त्यतिकै त्यहाँदेखि चाहिँ हामी सुत्यौँ हैन त्यस्तो छ जिन्दगी अन्त यहाँनिर चाहिँ के रहेछ भने यो घिउ कुमारी रहेछ हैन यिनीहरूलाई पानी लाउँदैन बिचारा उँभोबाट आएको पानीले नै अनि म त यो त उयो गुवा पो भनेको होइन पर्छ नरियल नरियलको बोट उयो नरियल रहेछ यसको भित्रको त उयो हुन्छ होला त्यहाँ पनि कतिवटा 1 2 3 4 5 6 7 8 रहेछ नरियलको बोटमा पनि नरियलहरू रोप्नु मनपर्छ तर के गर्नु हाम्रोमा त हुँदैन होला गुवा चाहिँ हुन्छ होला यहाँ अम्बाको बोट रहेछ त्यहाँ आँपको बोट रहेछ त्यहाँ निम्बुको रहेछ अनि यो चाहिँ क्या हो थाहा भएन बेच्नु ल्याएको कि बेच्नुको लागि राखेको त्यो चाहिँ थाहा भएन हो त्यस्तै छ अनि चाहिँ यहाँको नजारा चाहिँ यस्तो छ यस्तो टिन भएको घर चाहिँ अलिक सस्तो होला यो चाहिँ के टिन भन्छ कुन्नी गत्ता कि के भन्छ किन तल मान्छेहरू लुगा धुँदैछ यहाँनिर चाहिँ अनि दिदी चाहिँ ड्युटी जानु भएको छ हैन दिदी चाहिँ अब 8 बजी मात्रै आउनुहुन्छ नि त अनि हामी चाहिँ आज प्लान गरेको थियौँ दिदी पनि आज गएन भने चाहिँ हामी घुम्न जान्छौँ कता जाउँ भन्दै थियो
कप्पन पार्क कि कता जाउँ भन्दै थियो होइन, तर दिदीको छुट्टी भएन। अन्त चाहिँ दिदी चाहिँ गयो ड्युटी अनि म चाहिँ छु घरमै। मेरो चाहिँ यति बेला अनुहार बिग्रिरहेको छ गाइस, त्यस्तो छ। अनि ऊ माथि चाहिँ चरा उडिरहेको रहेछ। यस्तै छ है त साथीहरू, हाम्रो चाहिँ अब जिन्दगी यसरी जिन्दगी भनेर नि दिनहरू त्यसरी काट्छौँ। ड्युटीमा छ भने ड्युटीमै भइहाल्यो है। अनि यहाँबाट यहाँ राख्नु पर्थ्यो, भएन। ए मैले स्ट्यान्ड नै ल्याएको जस्तो लागेको थियो। ए उपर राखेँ कि मैले, कहाँ राखेँ? स्ट्यान्ड ल्याएको जस्तो लागेको थियो मैले त। स्ट्यान्ड ल्याएन रहेछ, क्लिप मात्रै लिएर आएछु। अब चाहिँ अलिअलि भिडियो बनाउँछु म पनि होइन है त गाइस, हेर्दै गर्नु होला। अब आज भरे बेलुकासम्म के गर्छु देखाउने छु। गर्नु त के नै गर्नुपर्छ र। मेरो चाहिँ हेयर कलर चाहिँ अहिले कस्तो हुँदै गएको छ। अस्ति फर्स्टतिर मलाई मन पर्थेन होइन, तर अहिले चाहिँ मलाई आफै पनि मन पर्दैछ। आज सुकेको छैन कपाल पनि राम्रै, आज घाम पनि लागेन नि त। यस्तो कपालहरू यस्तो झर्छ साथीहरू, बुढी हुन आँटिसक्यो, तालु खुइले हुन आँटिसक्यो। सो गाइस एकछिन म भेट्छु ल। यहाँ हेर्नु अहिले एकछिन बसेको, एकछिन भिडियो सिडियो बनाएको होइन। ए पानी आउनु थालिहाल्यो, पानीले बस्नु नदिने रहेछ। अब आज पनि अब यो भरि हुन्छ है, पानी छिटिक छिटिक गर्नु थाल्यो। म चाहिँ गएको अब चाहिँ त ल, छिटिक 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 छिटिक। यहाँ पर पनि राम्रो छ, तर रुमहरू चाहिँ यसरी पानी आउँछ जस्तो लाग्छ गाइस। अनि यहाँबाट हिजो चाहिँ यति पानी आएको थियो यतासम्म हो, यहाँतिर पुरा फुल थियो पानी, फुल। अनि मेरो हाम्रो चप्पल त यहाँ पुऱ्याएर राखेर यसो फेरि लिएर आएको। सो साथीहरू म चाहिँ एकछिन दोकान जानु पर्यो भनेर गएको। पानी चाहिँ आउँदैछ हो, यहाँ नानीहरू चाहिँ ट्युसनबाट गएको होला, चल्दै जाँदैछ। म चाहिँ एकछिन जानु पर्यो। यहाँ चाहिँ हेर्नु नि रुखहरू यो चाहिँ बोइगएको छ एउटा, यो घरको के फुल हो कि रुख हो। छु पानी के चिसो झर्दैछ नि, अँध्यारो भइरहेछ आकाश पनि। अन्त म चाहिँ दोकान गएको एकछिन, अब दोकानबाट चाहिँ मेगी लानुपर्ने छ। अन्डा पनि कम त महँगो छैन। अनि एप्पी है क्या? एप्पी नूडल्स, एप्पी नूडल्स है क्या? कितना चाहिए? 2 दे दीजिए ना। और वो एक भी दीजिए। अंडा अंडा कितना चाहिए? कितना है? एक 7 रुपये। 4 दीजिए। कति महँगाई हो साथी। मेरो चाहिँ आइसक्रिमहरू रहेछ, तर म चाहिँ खाँदिनँ आइसक्रिमहरू चाहिँ। मेरो यहाँ एप्पी चाहिँ मैले लिइसकेँ, अब गएर खानुपर्छ। हो गयो। कितना है? कितना हो गया टोटल? 58। हाँ 58। ठिक। साथीहरूमा चाहिँ रुम आइपुगिसकेँ। हाम्रो चाहिँ होइन यहाँ छ, उहाँभित्र पनि छ तर। अनि यो चाहिँ दिदीको रुम हो नि त। अनि दिदी चाहिँ त्यहाँभित्र सुत्नुहुन्छ भने म चाहिँ यहाँ सुत्छु। मेरो चाहिँ यहाँ लुगाहरू रथरिङै भइरहेछ, किनभने अहिले सबै आइरन गर्नुपर्ने छ नि त ड्रेसहरू। अनि त्यही भएर चाहिँ मैले त्यति राख्या हो। अब चाहिँ हाम्रो किचन चाहिँ यहाँनिर छ, क्युट किचन छ। यहाँ कस्तो राम्रो छ, सानोटे। अनि यहाँ दिउँसो सबै सफाहरू गरेर योहरू पनि धोएर सुकाएको, यहाँनिर नै सुकेको छैन, अब के गर्नु। अनि यहाँनिर मैले हिजो रायोको साग ल्याएको थिएँ। अस्तितिर त अब अर्कैवाला पाउँथ्यो नि त, यो चाहिँ अहिले चाहिँ सेम नै हो, रायोकै वाला पाएको छ। सबै केलाएर राखिरहेको छु। अब भोलि चाहिँ सब्जी बनाउनु हुन्छ, बेलुका त खाएर सुत्नु हुँदैन किनभने ग्यास हुन्छ फेरि। यो चाहिँ रायोको सागै पाएको छु मैले चाहिँ, सधैँ चाहिँ हामीले पाउँदैनौँ नि त। अनि त्यही भएर हिजो चाहिँ उपर रहेछ लिएर आएको, 30 रुपियाँ मुठा अरे। प्रायः झर्न आँट्यो। 30 रुपियाँ मुठा अरे, मैले धोएको। यो त होइन माटो थियो।
यो चाहिँ भोलि जानुपर्ने हुन्छ सब्जी। अनि अहिले काटेर रेडी गरेर राख्छु, त्यही काम पनि सकिहाल्छ। अब चाहिँ म यहाँनिर बनाउन जाँदैछु। वाइ होला त के हो यस्तो कराईमै बनाउँछु म चाहिँ। रात दिन यो ज्यानलाई राका छन्। अनि यो चाहिँ एकदम राम्रोवाला छ है। यहाँ चाहिँ ठ्याक्क गऱ्यो भने ठ्याक्क यहाँ अन छ भने चाहिँ यत्तिकै पनि बलिहाल्छ यहाँ। ओ यो लाइटरकै जरुरत परेन। यो चाहिँ बिग्रेको रहेछ अहिले। यो चाहिँ अहिले यस्तो राम्रै छ। यो चाहिँ राम्रो रहेछ, यो चाहिँ बिग्रेको रहेछ। यो चाहिँ यो गर्दा हुँदैन, यसलाई चाहिँ लाइटरै चाहिन्छ। अब चाहिँ म म्यागी बनाउँदैछु, त्यहाँदेखि चाहिँ खानुपर्ने हुन्छ है त गाइस। साथीहरू त्यस्तै छ जिन्दगीको गोल्टोमा होइन। तिम्रो घर कहाँ पर्यो हजुर। यहाँबाट चाहिँ गाडी कुदिबस्छ यहाँनिर छ नि त रोड। अन्त ढै 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 कुदिबस्छ, हल्ला त कति हुन्छ। त्यही हो साथीहरू, म अब चाहिँ बनाउँछु अनि हजुरलाई देखाउँछु है त। यहाँनिर के भन्छ, म चाहिँ एउटा युट्युब हेर्दै थिएँ नि त। युट्युबमा सुरक्षा केसीको त म एकदम ज्यादै फ्यान हो होइन। हेर्दै थिएँ ब्लग हेर्दा झन्डै खाइसकेछु यी बनाएर पनि होइन। म चाहिँ यहाँनिर एउटा 2टा अन्डा र एउटा यो खाएँ होइन, बनाएर खाएको झनै खाइसकेछु। भिडियो त गर्नै बिर्सेछु हो। यो चाहिँ वाइ चाहिँ होइन, यो चाहिँ के भन्छ उयो यापी के भन्ने रहेछ। किन यस्तो खानु मन लागेको, तर मिठो चाहिँ मिठो हुने क्या। म चाहिँ ओ सेट झऱ्यो लड्यो त मेरो त फोन। चिप्लेर रहेछ नि त यहाँ चाहिँ। अब चाहिँ भयो। सो साथीहरू, म चाहिँ अहिले चाहिँ भने ड्रेसलाई आइरन गर्दैछु। म चाहिँ आइरन चाहिँ एकै खेपमा मजाले 1 हप्ताको लागि चाहिँ एकैचोटि गरिराख्छु नि त। अनि हाम्रो ड्रेस पनि कतिवटा छ हौ, 2 1 2 2 2 4 कतिवटा छ, 4 जोडी छ नि त हाम्रो 1 हप्ताको लागि। 2 दिन लाउनु पर्ने हुन्छ। अनि त्यही भएर चाहिँ म चाहिँ सबै एकैचोटि धोइराख्छु। धोएर पनि एकैचोटि आइरन मारिराख्छु नि त। अब ड्युटी जाने बेलातिर अब कोही बेला टाइम पाउँदैन त्यति बेला। अनि त्यही भएर चाहिँ म चाहिँ छुट्टीको दिन चाहिँ यस्तै काम गर्छु। धोएर सुकाएपछि टक्क सुकेपछि उठाएर आइरन मार्ने है। यस्तै छ जिन्दगी। अनि त्यही हो, म चाहिँ आइरनहरू मात्रै यसो खास चाहिँ मार्दिनँ। चकटक जो यो के भन्छ कुच्चेको देख्छ त्योहरू मात्रै सट पारिदिन्छु, भइहाल्यो। अरे बाबा रे, यो झरेको गर्छ त। म चाहिँ अहिले लुगा फेरेको, त्यसमा चाहिँ अलिक खानुपर्छ, त्यहाँदेखि फेरि सुत्नुपर्छ, बिहान उठेर फेरि ड्युटी जानुपर्छ, त्यस्तै छ है त। मेरो आइरन लगाइ चाहिँ खत्रै छ है साथीहरू। मैले जो कुच्चेकोले त्यसलाई चाहिँ सट्टै बनाउने मात्रै हो, ध्यान चाहिँ दिइबस्दिनँ। किनभने 2 दिन लाउनुपर्छ, बास भइहाल्छ। अरे यसरी लाउँछु म चाहिँ। रातको सुन अब यसमा चाहिँ फेरि म कसरी राख्छु भने अब यस्तो हुन्छ। यो भयो, यो अर्को छुट्टीको भोलिपल्टको लागि हो, अर्को छुट्टीको अघिल्लो दिनको लागि हो यो जुन चाहिँ लगाउने गरेको। अनि यो भयो, यो शनिबार आइतबार सोमबारको लागि यो भयो होइन। यसलाई यहाँ सेकेन्डमा राख्नुपर्छ। अनि यो भयो फ्राइडे स्याटरडेको लागि, यो यहाँनिर पालै पिरा निकालेर लाउनुपर्छ नि त, सबै बिग्रिँदैन पनि। फ्राइडे स्याटरडेको लागि 3टा भयो। अनि भोलि 1 दिनको लागि यो माथि आउँछ टक्कै। यतिकै चाहिँ दिमाग चलाउँछु है म चाहिँ।
अनि यो माथिको पनि त्यस्तै स्क्रब पनि यस्तो गऱ्यो। यो भयो अर्को छुट्टीको अघिल्लोको दिनको लागि हो। अनि यो भयो सन्डे र मन्डेको लागि। कता गयो? सन्डे र मन्डेको लागि यो भयो हैन। अनि त्यो भएपछि यो भयो फ्राइडे र स्याटरडेको लागि। फ्राइडे र स्याटरडेको यो भयो भने अनि यो चाहिँ भोलिको लागि। यो चाहिँ फर्स्टमै राखिन्छ। मुनिको पनि फर्स्टमै छ, माथिको पनि फर्स्टमै। टक्क निकाल्यो, टक्क लायो, गयो। अब ड्युटी जानेको टाइममा कोही बेला त छिटो हुन्छ होइन, कोही बेला त ढिलो हुन्छ नि। त्यो टाइममा आइरन कता खोजिबस्नु भन्दा चाहिँ यस्तो गरेर झट्ट निकाल्यो, लायो, चलिदियो है। मेरो सजिलो। अब यो चाहिँ टक्कै यसरी झुन्ड्याएर राख्छु अनि टक्क टक्क निकाल्यो, टक्क लायो। त्यही यस्तो छ मेरो काम है त गाइस। सो साथीहरू, के हौ डरसरी पार्छ त हौ। अनि यो चाहिँ मैले अब यसरी टक्कै गरेर राखेपछि चट्ट यहाँ झुन्ड्याइदिने। तर्साउँदैछ क्या हौ मलाई त यार, होइन होला तर चट्ट यहाँ झुन्ड्याएपछि चट्ट निकाल्यो, लगायो, गयो। यहाँनिर हेर्नुहोस् न कस्तो राम्रो चरा भएको जग्गा। यो चाहिँ दिदीको रुम हो अनि त्यही भएर चाहिँ राम्रै छ। अनि त्यही हो गाइस, अब यस्तो छ होइन। अब आज खानाहरू के बनाउँछु त्यो चाहिँ थाहा भएन। रोटी त रोटी नै पोल्छु, सब्जी चाहिँ के बनाउँछु आई डोन्ट नो त्यो चाहिँ है गाइस। मैले चाहिँ अहिले चाहिँ भने यो भोलिको लागि मैले सब्जी काटिसकेँ है। साग थियो मेरो, मैले यो काटिसकेँ। अनि यहाँनिर चाहिँ यो साग भयो भने अन्त यहाँनिर मैले दाल र आलु पकाइसकेँ। यहीसँग हामी रोटी खान्छौँ। अनि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ चाहिँ यो चाहिँ कोदोको पिठो हो। हामीले अस्ति ल्याएको थियौँ होइन। अनि हामी चाहिँ ढेँडो खान्छौँ भनेर ल्याएको। अनि ढेँडो केसँग खानु भइरहेछ अन्त। अनि त्यही भएर म चाहिँ यो कोदोको पिठो र आँटा मिक्स गरेर आज रोटी पोल्नेवाला छु। अन्त चाहिँ यहाँ चाहिँ आँटा छ भने यहाँ लगाएर यसलाई मिक्स गरेर चाहिँ आज रोटी पोल्दिउँ भनेर सोच्दैछु। कस्तो हुन्छ हेरौँ है त साथीहरू। अब चाहिँ म टक्कै रोटी पोल्छु। अनि पोलेको पनि अहिले देखाउँछु देखाउँदिनँ थाहा भएन। अब के कस्तो हुन्छ हेर्दै जाउँ है त साथीहरू। मैले चाहिँ यहाँनिर आँटा र यो कोदोको पिठै मिसाएको, तर पनि यस्तो पो भयो, कोदोकै पो बेसी भयो। दिदीले चाहिँ खान्छ कि खाँदैन मलाई त्यो चाहिँ थाहा छैन। म त खाइदिन्छु। अब रोटी पोल्दा कस्तो हुन्छ हेरौँ। अहिले दिदीको रियाक्सन हेर्नुपर्छ। रियाक्सन आज कालो कालो रोटी खाँदाखेरि दिँदाखेरि। र साथीहरू म चाहिँ यहाँनिर रोटी चाहिँ यसरी बेल्दैछु होइन। तर यो चाहिँ च्यातिँदैछ यार, के भएको यो चाहिँ पोल्छ जस्तो लाग्यो। पोल्छ त्यो त उसेट यस्तो हुँदैछ यार, के गर्नुपर्ने अब। ओ गड, बराबर लाग्यो जस्तो लागेको थियो त हौ। कोदोको मात्रै बेसी भएछ नि त। अब गोलो भएको छैन साथीहरू। ब्लग सो गाइस, मैले चाहिँ हिजोको भिडियोलाई कन्टिन्यू गर्दैछु होइन। अन्त के भन्छ आज चाहिँ म ड्युटी आइसकिसकेँ। मैले चाहिँ हिजो चाहिँ त्यो भिडियो गर्दा गर्दै त्यत्तिकै त्यो मेरो रोटी बिग्रेर होइन, रोटी बिग्रेर चाहिँ मैले गरिनँ, भुलेछु होइन। अन्त त्यही हो, त्यो पनि भयो। प्लस मेरो साथीले कल गरेको थियो अनि त्योसँग बोल्दा टाइम पनि बितिगयो अनि केही भएन। अनि त्यही भएर चाहिँ मैले बिहान पनि त्यसो कन्टिन्यू गर्नु पाइनँ। बिहान त त्यसै पनि हतार हुन्छ, खाना बनाउनु पऱ्यो उठेर होइन। अनि सफा आफू नुहाइदिए गर्नु पऱ्यो, रेडी हुनु पऱ्यो, त्यतिकै ढिलो भइहाल्छ। अनि अहिले चाहिँ म ड्युटी आइसकेको छु होइन। ड्युटी आएर पनि कति 1 बज्न अहिले चाहिँ भन्दा पनि 12:30 भइसकेको छ अहिले चाहिँ। अनि यहाँ चाहिँ मेरो साथी छ आज। हाय नमस्ते। खम्री म बोल। अनि त्यही हो,
अनि मेरो हजुरहरूलाई मेरो भिडियो चाहिँ के कस्तो लाग्दैछ कमेन्ट गर्नुहोस् होला। अनि आजको पनि भिडियो म यहीँ नै इन्ड गर्दैछु किनभने आज त्यस्तो केही उयो छैन नि त। अनि त्यही भएर चाहिँ हिजो पनि भिडियो इन्ड गरेको थिइनँ, त्यही भएर चाहिँ मैले आज गर्दैछु। अनि को चाहिँ आयो अहिले चाहिँ कोही चाहिँ आयो ल, क्लाइन्ट तलको क्लाइन्ट आएछ। अनि त्यही हो। अनि त्यहाँदेखि चाहिँ म चाहिँ त्यही हो। अनि हजुरहरूलाई मेरो भिडियो चाहिँ के कस्तो लाग्दैछ। म चाहिँ डेली भ्लग गर्नु चाहिँ मन चाहिँ छ, तर हुन्छ नि टाइम पाउँदैन, प्लस एउटै कन्टेन्ट कति हाल्नु भन्ने हुन्छ नि त। अनि त्यही भएर चाहिँ म डेली चाहिँ नगरौँ भने छोडेर रोक्न यार कपिराइट आ जाएगा। अनि चाहिँ त्यही भएर चाहिँ त्यही हो। अनि अब जति सक्दो ल्याउने कोसिस गर्नेछु है। अनि त्यही हो। हजुरहरू सबैजना ठिक हुनुहुन्छ होला, स्वस्थ रहनु होला, आफ्नो ख्याल राख्नु होला है त। बाई बाई।